छिटो ए ठिक छ कि बाटो ठिक छ कि म झुक्किएर हो के बाटो ठिक छ अब म झुक्किएर हो कि एउटा खुट्टा झरेर मेरो चिक्ने बाटो कस्तो बाटो यार बाटो त खत्रै छ क्या यो त सजिलो हो बरु उता गाह्रो छ गएको बाटो लाउरी आयो आउनु आउनु जान माउसी खोइ ओए भाइ तिम्रो किङ कोब्रा देऊ त तिम्रो किङ कोब्रा हेरौँ गएर तल बस तल बस सिधा त फाले होइन नि माथि बियरको तल बियर फाले होइन नि फाले होइन नि फाले होइन ठाउँ चाहिँ बोबाले यार ओ भाइ देखाउ न खै होइन जस्तो हो कि कहाँ मारिन्छ माछा यार के हो कि सेतो माछा हो के हो र चिप्नी गोरु पुले जस्तो लाग्छ मलाई त आके ल आम्बा म भिडियो बनाऊ म यत्तिकै खेल्ने हो त्यति त केही हुन्न क्या यता पुङ्गाल त यता पुङ्गाल क्या त्यता होइन यता ल उल्टे यो यहाँ छ कि मोबाइल एउटा खै ए माथि आइज माछै होला क्या माछा हो क्या दुई तिनवटा को हो यो राम्रो छ दियो ल अजिङ्गर देखाऊ है भाइ ए अजिङ्गर हेरौँ कालो अजिङ्गर किङ कोब्रा हो क्या चट्टी मैले हालिदिने के रे भाइ चट्टी हाल्नै पर्छ हालिदिन्छ
अब शिकारी भाइको शिकारी बवाल बवाल शिकार हानेर हामी केटाहरूले आज टोक्यो क्या हातमा ओए प्लास्टिक लिएर आऊ न खाइदिन उठा नि ल मोबाइल ले ब्यागमा राखिदिन्छु खै 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 यता देखाउ त यो नि शिकार बोका बोका गाइस बोका भित्र उठि खै 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 देखाउ त गाइस बोका भेटियो बोका बोका पहालेर देखाउ न ओहो दामी यार कत्रो है हल्ले हाँ बोय छोड़ दो यहाँ छ ल यहाँ ल ओ आयो त शिकार हो नि होइन सानो भयो नि शिकार हो नि छन् शिकारीहरू अघि छोडिदिएको चाहिँ चढिदियो हेलमेट छोड्दै थियो भाद्यौ न बिच्चादेखि लाग्ला बिस्तारै कत्रो थियो शिकार ठुलै थियो ए मान्छे टोको आयो 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 लगे ठुलो यो नि सहिले ठुलो नि छ र गयो माछा गयो कि माछा गएको चाहिँ देखेँ हल्लाउ त हल्लाउ त अलिअलि हल्लिन्छ कि दुईजनाले सकिन्छ साँझ गयो हुन्छ अब त साँझ गयो नि हुन्छ कि आइयो भुलियो छ त्यहाँ छ तिम्रो खुट्टातिर गयो जस्तो लाग्यो मलाई मेरो हो त्यहाँनिर गयो यता गयो ढुङ्गा मुनि गयो यसमा ओइ यसमा त्यो छ क्या त्यसमा ढुक्क छ एकजना हेर्न जानु तिमीले छोपो न बाहिर निकाल्छन् के ऊ गयो यहाँ गयो ल बिस्तारै के हो यो ढुङ्गा यो सानो ढुङ्गामा ओइ यो सानो ढुङ्गा भुर्लुक्क गरिदियो यो हो त ढुङ्गामा त्यही गर्छु छोपो तँ झिङ्गा माछा चोक्नु खोज्यो क्या कति टाटो हुन्छ त माले हेर्दै त पछाडि ल यता देखाऊ राजा उता उके
यो नि शिकार ल हाल्दै उता ल ठुलो आयो ठुलो खै 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 ए माछी तिमी कत्रो ल यो नि यो निकाल न यो अब त्यसलाई नै यसलाई ल आन लाग्दैन के आन हल्लियो ल ल हल्लियो अब निस्किन्छ निन्जा टेक्निक हो क्या यो निन्जा टेक्निक हो यस्तो हल्ला निकाल्नु हल्लियो क्या एक्लैले त छ त्यही त भन्थेँ नि मैले ठुलै छ के ठुलै छ है यी दामी ल राखिदियो ठाउँ बनाएको थियो क्या न अत्रा बेटा छोप्यो इ, दामी यार ल राखिदियो यिनले पो छोप्ने हिजो यार यहाँ पनि भेटिन्छ त भागिसकेको थियो है तँ ज्याप भयो कि नि यहाँ ल्याऊ हेलमेट यसमा पान उता देऊ त्यो राख न पहिला यी गिलोवाला रहेछ यी के भन्छ यसलाई लुले हुँदैछ यहाँ ठुलो ढुङ्गो जत्रो ढुङ्गो ल त दुईजनालाई हात लागु ठुलै छ कि यसमा यो त हुँदैन निस्किन्न यार बल गरेर ल सिधा 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 लाग्यो यही छ कि यी भेटियो ल यो यही छ कि यो ढुङ्गा मुनि सकिन्छ भेटियो है ल कसरी पड्यो ढुलो भयो कि धमिलो भयो पानी आयो ल भएर हात पनि ठिक हुन्छ ओके ठिक हुन्छ क्या घुर्दाखेरि कति सानो हुने क्यामेराम्यान फोकस गरो आइसकेको थियो माथि क्यामेराम्यान फोकस गरो ए माथि केटाहरू के बोल्यो ओए भाइ तिमीले साथ्यौ न ए तिमीले माछा हेर्छौ ए गोटा हेर्छौ ऊ त्यहाँ थियो यार कत्रो थियो यार उता खुट्टातिर नि हेर है हात घुसाउ हात हाल त्यहाँ छामा सबतिर ए आइद नि एउटा कुना काप्ची हात हाल त भेटिन्छ कत्रो थियो यत्रो मार्रै हिँडे जस्तो भयो त्यो ढुङ्गा हटाउ न उतातिर नि हेर है उतातिर खुट्टातिर भाग्ला फेरि जाने कारण निस्किन्न अझै एक बर्निङ हान मैले त्यसलाई ढलाउनु भएन ढलाम केलाई ढलाम न उता यो रहेछ मान्छे सातो खाइदियो यार छैन ढलाइदिनु ढलाइदेऊ त यो बेटा एउटा तल बच्चा देखो यता देखो
ल भयो दियो नि अहिले टावर त हन्टर हो के माकडक्स ल यहाँ पानी यहाँ छ यी हात दौ चट्टी पनि लाग्दैन ए हजुर हजुर नाइट देख्यो